नमस्कार साथीहरू। केही वर्ष अघि काठमाडौँको मेयर बनेर चर्चामा आएका बालेन शाह आज नेपालको राष्ट्रिय राजनीतिमा सबैभन्दा धेरै चर्चा हुने नाम बनेका छन्। कसैले उनलाई परिवर्तनको प्रतीक भन्छन्, कसैले भन्छन् बोले जति काम भएन, कसैले अझै पनि आशा देखिरहेका छन्। तर प्रश्न एउटै छ, बालेनले साँच्चै देश बदल्दैछन् कि उनी पनि पुरानै राजनीतिक संस्कृतितर्फ जाँदैछन्? आज हामी भावनाले होइन, तथ्य र जनताको बहस आधारमा कुरा गर्नेछौँ। बालेन शाह राजनीतिमा आउनुभन्दा पहिले इन्जिनियर र र्यापरका रूपमा चिनिन्थे। 2022मा काठमाडौँको मेयर जितेपछि उनले अदैव संरचना हटाउने, सार्वजनिक जग्गा फिर्ता गराउने र सहकारी निकायमाथि दबाव सिर्जना गर्ने कामले धेरै लोकप्रियता पाए। त्यसपछि उनी राष्ट्रिय राजनीतिमा प्रवेश गरेर अहिले देशको नेतृत्व गरिरहेका छन्। र अनि उनको समर्थकहरूले के भन्छन् त? बालेनका समर्थकहरू भन्छन् कम्तीमा उनले पुराना नेताहरू जस्तो भाषण मात्रै गरेका छैनन्, उनको छवि कम बोल्ने काम गर्ने नेताहरूको रूपमा बनेको छ। युवाहरूको ठूलो हिस्सा र अझै पनि उनीबाट आशावादी देखिन्छन्। विशेष गरी पुराना दलहरूबाट निराश भएका नागरिकले नयाँ पुस्ताको नेतृत्वको रूपमा बालेनलाई हेरिरहेका छन्। र अर्कोतर्फ फेरि आलोचकहरूले के भन्छन् त? तर सबैजना खुसी छैनन्। कतिपयले बालेनको शैली अत्याधिक आक्रामक भएको आरोप लगाएका छन्। काठमाडौँमा सडकका व्यापारी हटाउने अभियान, संरचना भत्काउने र नियन्त्रण नगर प्रहरीको प्रयोग गरेको बलका कारण आलोचना पनि भएको थियो। मानवाधिकार सम्बन्धी प्रश्न समेत उठेका थिए। आलोचकहरूको अर्थ प्रश्न छ, लोकप्रिय हुनु र देश चलाउनुमा एउटै कुरा हो त? अहिलेको सबैभन्दा ठूलो बहस के हो भने अहिले बालेन सरकारमाथि उठिरहेका ठूलो प्रश्न के हो? घोषणा धेरै भए परिणाम कति आयो त? हालै सार्वजनिक बहसमा उनका केही सुधार कार्यक्रम ढिलो भइरहेको, बाचा गरिएका केही काम समयमै पूरा नभएको र प्रशासनिक चुनौती दिइरहेको चर्चा भएको छ। यसले समर्थक र आलोचक बीचको बहस अझ चर्काएको छ। अर्को चासो के छ भने धेरै नेपालीको भ्रष्टाचारको विषयमा मुख्य चासो भनेको भ्रष्टाचार नियन्त्रण गर्नु हो। जनताले बालेनलाई पुराना दल भन्दा फरक नेताको रूपमा हेरेका थिए, तर अहिले प्रश्न उठिरहेको छ, के प्रणाली नै साँच्चै बदलिँदैछ? अहिलेसम्म बालेनमाथि व्यक्तिगत भ्रष्टाचारको ठोस प्रमाण सार्वजनिक रूपमा स्थिर भएको छैन, तर सरकारले परिणाम देखाउनु पर्ने दबाव लगातार बढिरहेको छ। साथीहरू, बालेनप्रति जनताको आशा निकै ठूलो छ, तर राजनीति केवल लोकप्रियताले चल्दैन। काम, परिणाम, पारदर्शिता, जवाबदेहिता मात्रै नेताको वास्तविक मूल्याङ्कन हुन्छ। आज पनि लाखौं नेपाली यही प्रश्नको उत्तर खोजिरहेका छन्। बालेन परिवर्तनका नायक हुन् कि अझै परीक्षणको चरणमा रहेका नेता? तपाईको विचार के छ? कमेन्टमा लेख्नुहोस् र भिडियो मन परे लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनुहोला। जय नेपाल। फेरि भेटौँला अर्को भिडियोमा।